ठ्याक्कै चन्द्रमाको आकार जस्तै देखेछ बादल है। हेर्नुहोस् यहाँ पनि टावर रहेछ। यो सैलिङ डाँडाको मन्दिर र गुम्बा भन्छ यसलाई। चैते गुम्बा भनेको चैते हो यो। हेर्नुहोस् मान्छेहरू आउँदैछन्, कोही जाँदैछन्। यहाँ बाहरू जाँदै हुनुहुन्छ। बाहरू मोरङबाट आउनुभएको रहेछ। बाहरू सङ्घसभा एमआई मोरङ भन्नुभयो, उहाँ बा सङ्घसभा। साँच्चै भन्यो हो भने त यसरी रमणीय ठाउँमा बसिरहनु जस्तो लाग्ने रहेछ। कति सुन्दर, कति शान्त, आनन्द। न कोलाहल छ, न गाडीको धुवा ठुलो छ, न गाडीको आवाज छ। हेर्नुहोस् कति आनन्द शान्त ठाउँ। हेर्नुहोस् त हाम्रो गुरुको साथीहरू आउँदै हुनुहुन्छ। अगाडि ठुल भाउजू, त्यसपछि हाम्रो मदन राईको गृहमन्त्री, त्यसपछि मेरो गृहमन्त्री, त्यसपछि मेरो सासुआमा आउँदै हुनुहुन्छ। उकालो चढ्दै हुनुहुन्छ। हेर्नुहोस् हाम्रो भाउजू निकै उत्साह उमङ्ग लिएर उकालो चढ्दै हुनुहुन्छ। उता भाउजू फेरि मक्क हुनुहुन्छ। कति आनन्द। हेर्नुहोस् को यहाँ सासुआमा र मिनामिस गोप्य बाटो गर्दैछन्।